ल त गाइस है आज चाहिँ हाम्रो चितलङको राइड हुँदैछ अनि हामी चाहिँ ठ्याक्कै अहिले चाहिँ कता हुँदैछ यो यता गुर्जुधारा सतुङ्गल आइसकेको छौँ। सो हाम्रो साथीहरू चाहिँ दुईजना चाहिँ हरायो कता पछि पछि अनि हामी चाहिँ पर्खिरहेको छौँ यहाँनिर चाहिँ अनि हामी सबैजना यहीँनिर छौँ है। यो गर्मीमा यस्तो ज्याकेट लगाएको छ तीमाथि होइन केटाहरू चाहिँ कहाँ गयो अनि हामी पर्खिरहेको छौँ साथीहरू ए ल ठ्याक्कै आइपुगे केटाहरू पनि ल अब चाहिँ हामी जानुपर्ने हुन्छ अब चाहिँ टक्कसँगले हाम्रो राइड चाहिँ आज त चितलाङको हुँदैछ होइन अनि यो बवालै हुनेवाला छ र कस्तो छ ल गए त अब हामी जाँदैछौँ ल केटा तिमीहरू चाहिँ हराएकै गर है। चितलाङ पुगेर आइसक्यो हामी चाहिँ फर्किसक्यो हो चितलाङ फर्किसक्यो ल फेरि फर्क्यो नि हामी जानुपर्ने हुन्छ है दामी गरी ल हो ल चितलाङको राइड आज हाम्रो खतरा हुनेवाला छ है। ल त गाइस है हामी चाहिँ आज चितलाङको राइडमा गइरहेको छौँ। हाम्रो चितलाङसम्मको सोलो राइड भइरहेको छ है गाइस अनि हामी चाहिँ यहाँनिर यो गुर्जुधाराबाट उकालो लागिसक्यौँ। यो ठाउँको नाम चाहिँ एक्ज्याक्ट थाहा भएन यो यता गुर्जुधारा छेउतिरै पर्छ। सो हामी चाहिँ उकालो लागिसकेको छौँ अनि हामी चाहिँ जानुपर्ने हुन्छ है। यो डाँडा साडा 10 वटा जस्तो काटेर उकालो कहाँ हो थाहा छैन। सो अब हामी त्यहीँ पुगेपछि नै थाहा हुन्छ। आज चाहिँ हाम्रो खतरा राइड हुनेवाला छ सो है। ल हामी कहाँ पुग्यौँ त है कहाँ पुग्यो बाटो साटो थाहा छैन हिँडेको बाटो पनि फेरि यस्तो खतरा रहेछ गिटी भर्खर यहाँनिर पिच गर्नुको लागि चाहिँ गर्दो रहेछ अनि त्यही भएर हामी ल त है बाटोको हालत चाहिँ यस्तो रहेछ है यतातिरको अनि हामी चाहिँ निकै माथि आइसक्यौँ। हामी यता थानकोट टर्निङहरू पनि डेन्जर रहेछ टर्निङ रहेछ अनि यहाँबाट चाहिँ आमामा त्यही त है बबाल देखिने रहेछ चट्टैसँगले हामीले एउटा दुईवटा डाँडा चाहिँ काटिसक्नु लागि अप्ठ्यारो बाटोतिर आइसकेको छौँ। अनि हाम्रो चितलाङको सोलो राइडमा चाहिँ यस्तो बाटो पनि रहेछ है अनि हामी चाहिँ यस्तो खतम बाटो गइरहेको छौँ। ल बाटो चाहिँ यस्तो छ है लड्नु चाहिँ नलड्नु अरू चाहिँ त्यस्तै हो है गाइस टेरिका लौ बा डट बाइक है गाइस अर्कोचोटि आउँदा चाहिँ ल आमा सक्छ त कसैले यस्तो रे यहाँनिर हो टेरिका लाखा ल चिल्लो बाटो आयो है चिल्लो अघि चिल्लोमा छिरेर केटाहरू रन्किसके जस्तो छ। ल लास्टै नै गाह्रो भयो हामीलाई जस्तो है अनि यताबाट अगाडि देख्न सक्नुहुन्छ यस्तो दामी भ्यूहरू देखिन्छ है। अनि एउटा केबल कार चाहिँ उयो अड्किराखेको छ थत्रे केबल कार अनि पहिला जेन्जी आन्दोलनले डुबाएको अनि यस्तो दामी भ्यू देखिन्छ है यहाँनिर चाहिँ थानकोटको हौ के साह्रो राम्रो बाटो हो यो त अनि हौ हेत तेरिका यस्तो राम्रो पनि छ अब हौ धेरै स्पिड त नकुदाउँ होला होइन फेरि नराम्रो बाटो राम्रोमा फेरि अति राम्रो निस्किदियो त हो अनि हेत तेरिका यार आमामा होइन हौ बाटै हो यो चाहिँ यहाँ पर्खिराखेको रहेछन् हो एकछिन आराम गर्नु लाट गर्यो त अनि ओह्रालोमा त बाटक्ने गाह्रो भयो यार डेन्जर भयो अगाडि नै आइसक्यो त्यही भएर हामी चाहिँ साथीहरूलाई पर्खिरहेको छौँ अनि हामी चाहिँ ठ्याक्क आधी बाटो आइसकेको छौँ। यस्तो दामी छ अनि साथीहरू चाहिँ यहाँनिर आराम गरिदिइरहेको छ है दामी छ ल मोबाइल भइरहेछ है चट्टोसँगले अब कच्ची बाटो सकेर पिच बाटोमा प्रवेश गऱ्यौँ अनि हामी चितलाङतर्फ अगाडि बढ्दैछौँ
हैन ल अब ठिक छ कस्तो के हुन्छ भरे हेर्नु ल दुईजना यता अनि चट्टसँगले म चाहिँ यता अनि त्यही हो जानुपर्ने हुन्छ अब दुईजना आउँदैछन् अनि ल है केटाहरू त अझै लाग्छ होला केटाहरू आइपुग्न त 5 मिनट जति 5 मिनटमा आइपुग्छ न होला हौ लगभग होइन ल अहिले केटाहरू आइपुग्छन् अनि त्यहाँबाट हामी फेरि चितलाङको तर्फ लाग्नुपर्ने हुन्छ ल त केटाहरू पनि यहाँनिर आइपुग्न लागिसक्यो है आइपुग्यो ए बिस्तारै बिस्तारो साथी हो आरामले जानुपर्छ है हात्ती नहुँदैन अनि हाम्रो एउटा साथीले चाहिँ त ऐसेलु खाने रे ऐसेलु टिप्दैछ ल मलाई दिउँ न त ल है ऐसेलु खाँदै ओर्दै हामी चाहिँ जानुपर्ने हुन्छ ल ऐसेलु पनि बाटो भरि रहेछ ल यहाँ है ल ऐसेलु खाएँ मैले चाहिँ मिठोहरू छ यहाँ रबिन र सिसी भाइले नि रबिन भतिजा सिसी भाइले नि ऐसेलु बसेर खाइरहेको छ यस्तै हाम्रो चितलाङको राइड छ यस्तै छ ल म त रबिन अगाडि हिँड्यो सो अब सुजु भाइ पनि हिँड्यो अगाडि ट्याक्सी पनि आयो ल यहाँनिर जाओस् है सेसे भाइ रन्क्यो त हो केटाहरूले डह्रो रन्कायो त देखाएको हो कि यस्तो बल्ल एक गिटी रहेछ फेरि आज अब कहाँ धेरै रन्काउनु हुँदैन आज है फेरि गइन्छ खेर सो राइडरले हान्छ नि अब त कत्रो टर्निङ रहेछ है ए तेरिका यार डेन्जर भयो नि बाटो त फेरि यार यता बाटो छैन रहेछ फर्किनु पर्ने हो त हामी ल ठिक छ यता बाटो चाहिँ छैन यहाँ पारी बाटो फेरि अफ रोडै आए जस्तो छ है थुक्क राम्रो बाटो त छैन रहेछ नि त छ्यामा भएन ओ भएन यस्तो पाराले चाहिँ हुँदैन अझै यस्तो पाराले जानुपर्ने हुन्छ उकालो बिस्तारै जानु मरिन्छ कि भाइ भाइ हाततिर गयो भने ल आज चाहिँ हाम्रो चितलाङको सोलो राइड हो अनि हाम्रो राइडमा चाहिँ यस्तो यस्तो बाटोहरू पनि हिँड्नु परिराखेको छ है बाटो थाहा नभएर चाहिँ सोध्दै सोध्दै हिँडेको अनि हामी चाहिँ यस्तो यस्तो गाउँतिर पनि छ बाटो जान ल्याएर आयो न त घर छैन यहाँ कराउँछ होला नि त नि माग न ए भन न केटाहरू चाहिँ हाल्छ खाने अरे ल्याएर आऊ है केटाहरूलाई नै एउटा एउटा केटा होइन रहेछ लु दुःख पायो मङ्गले आफ्नै ढङ्गले चितलाङ पुग्यो है ल ठिक छ चितलाङ जाने बाटो त यस्तो यस्तो पनि रहेछ ल ठिक छ औ ए हेरिँदैछ बसौँ लास्ट भयो है आज है आम्मामा तेल पनि सुक्खा लागिसक्यो है अब बिजोग हुने भयो त अन्त
त छ कि जस्तो चाहिँ लागेन ल ल त केटा हामीलाई नि त्यहाँ त्यहाँ मागेको हामी खुवाउन मलाई नि यो चाहिँ लास्ट मिठो लाग्छ हौ ओइ यता यता ल्याउ न यता बाटो होइन अरे क्या माथि नै अरे केटाहरूले चाहिँ हाम्रो चित्ला जाने क्रममा चाहिँ बाटोमा चाहिँ आल्चा रहेछ यो रातो खालको लास्ट मिठो छ है यो चाहिँ खानु हुँदैन खै एक दुईवटा ल्याउ न उहाँ कस्तो खानु मन परिसक्यो मलाई हेले औ एउटा मात्रै ल्याउँछु फेरि ल त साथीहरू हामी चाहिँ अब लगभग चितलाङ हो कि जस्तो लाग्नु थालिसक्यो यता आइपुग्ने जस्तो लागिसक्यो अब हाम्रो है एकदम कता गयो ओह्रालो होइन कता हो यता होइन यता गयो कि यता माथि हिँड्नु न एकलोट हिँड्नु न कहाँ हरन बजाउँदैछ क्या त्यसले उहाँ छ मान्छे जानु र नजाने हेरि हेरौँ पख है ल हामी चाहिँ एक राइड चाहिँ यता माथि हानेर आउने है आमा म यहाँ त यो उयो हान्ने ठाउँ नै रहेछ नि त अन्त ओइ बबाल त्यही केटाहरूलाई बोलाउँदै यहाँनिर आयो बबाल रहेछ त दामी केटाहरू आएको यहाँ देखाउ न केटाहरू अब त्यसो है ओइ के भयो आयो दामी ओइ यस्तो रहेछ नि त यस्तो मोबाइल रहेछ नि त यतातिर ल ठिक छ हाम्रो सिसे भाइहरू चाहिँ रहिसक्यो ओ पेला ओइ झोला जान्छ है जान्छ ल निस्क्यौँ अब हामी सोध्दै जमा सोध्दै ल हिँड एमर्जेन्सी लाइट मार्नु न ल बिस्तारै ओह्रालो फेरि तल सबै थुप्रिएर फेरि गाह्रो होला नि ल हामी चाहिँ यो डाँडाबाट पनि हामी एकछिन बसेर यसो सुट हानेर ल हो ल दामी है दामी यिनीहरूले मलाई चाहिँ ठोको जस्तो छ हाने सोझो भाइ भाइले उडायो है ल सोझो भाइले उहिले हान्यो ल है ल हामी चाहिँ ठ्याक्कैसँगले यहाँनिर एउटा पसल तल्ल भेटायो हामी 3 घन्टाको राइड पछाडि चाहिँ अनि बिहानैदेखिको भोक पनि लास्ट लागिरहेको थियो अनि अब त्यो चटपटे यहाँनिर 400 रुपियाँको हान्नु लागिसक्यौँ है हामीले चाहिँ 400को चटपटे बनाएर खान थालेको भोक पनि एकदम लागिसकेको थियो अनि चटपटे चाहिँ एकदम मिठो रहेछ यहाँनिर स्पेसल कालो हो आदिहरू यता चटाइ
ल ल दाँतले खानै भएन न ल हामी आएको आजको कुलेखानी चितलाङ अनि राइड चाहिँ आज दिउँसोभरि नै भइराखेको छ हाम्रो अनि यस्तो छ यतातिरको चटसँग देख्न सक्नुहुन्छ हाम्रो नेपालको समुद्र हो यो चाहिँ है कुलेखानीको अनि केटाहरू टक्कसँगले आउँछ अनि अगाडि नि एक दुईजना अघि छिरिसक्यो अनि हामी यहाँ छौँ अनि अब फेरि अब बिस्तारै बिस्तारै जानुपर्ने हुन्छ लास्ट थाकियो क्या आज ल है यस्तो छ कत्रो पावरले ठेल्दो रहेछ त्यो मोटर बाइक हुनु भनेको अझै त्यो मान्छेलाई माथिदेखिबाटै आएको जस्तो होइन बाइक कुद्ने बाइक हो त्यही त भरतालमा छ नि भरताल यो भने ठुलो ए अस्ति चढेको होइन आफू गाउँ जाँदा भरताल यो भने ठुलो छ ए म त मन परेन यो भन्दा ठुलो छ यो त रेला अनि हो र सानो जाने उ परको रेला नहेरौँ न यस्तो दुङ थाहा लङ्गाली कुदाउने होला हौ अब राजाले कुदाउँ न है बिस्तारै आरामले सेसे भाइ जस्तो अब हामी पछाडि हिँड्ने हो अगाडि हिँडिहाल्नु त म हिँडिहाल्छु धुलो किन खानु बाटो चाहिँ कता कता हो दरु मलाई चाहिँ बाटो देखाउनु न सिधै हो एली अगाडिसम्म मात्र हो एली अगाडि चाहिँ के थाहा जान्छ एली अगाडिदेखि ल औ